प्रथम राजा नेपालमा को थियो भन्दाखेरि यलम्बर राजा भन्छ। अनि यलम्बरले चाहिँ नेपालमा 8 भाइ जन्मायो भनेर हाम्रो पुर्खाहरूले लेखेको छ। 8 भाइमा को अब हामी त गन्ती आफ्नो ठाउँसँग। 1 भाइ सिक्किम दार्जिलिङ, 1 भाइ अनि यता लिम्बू खम्बू, सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक तिमल, ताङको सन्तान तामाङ 3 भाइ। त्यतिखेर काठमाडौँ घर थिएन, पोखरी थियो, पश्चिम बनाएको। अनि पश्चिम गयो, गोर्खा भनेको गोरुप्पाको सन्तान गोर्खा घर बनाएको गुरुङ। 4 भाइ भयो लेखिराख्ने। अनि सुदूर पश्चिममा गएर माङपाको सन्तान हुनाले मगर भनिन्छ। हामी मगर राजा। 8 भाइमा 5 भाइ यता पहाडी क्षेत्रमा। तराई क्षेत्रमा हाम्रो दाजुभाइहरू 3 भाइ, मेचे कोचे। कोचिला राज्य भनिन्छ नि अहिले, कोचिला राज्य, मेचे कोचेहरू, त्यसले 6 भाइ हुन्छ। अनि बिचमा थारुवान हुन्छ, डिमल थारू, त्यसले 7 भाइ। विचारहरू सुदूर पश्चिममा चेपाङहरू छन्। चेपाङहरू त अहिले यसरी तपाईँहरूले फिल्म बनाएकोमा नङ्गै धोती त लगाएको छ नि, नङ्गै, तर उनीहरूसँग सत्य छ। र चेपाङहरू सहित हामी 8 जना हौँ।